दैनिक स्वर्गीय मन्ना अगस्त 10। यदि ख्रिस्टमा कुनै उत्साह, सान्त्वना, यदि प्रेमको कुनै सान्त्वना, यदि आत्माको कुनै सङ्गति, यदि कुनै कोमल माया र कृपाहरू छन् भने तिमीहरूले एकै मनको भएर, एउटै प्रेम राखेर, एकै चित्तको भएर, एउटै कुराको चिन्ता गरेर मेरो आनन्द पुरा गरिदेऊ। फिलिपी 2:1 र 2 पद। यी पदहरूको व्याख्या यस प्रकारको रहेको छ। एकता, शान्ति र भाइहरूप्रतिको दयाको लागि यी कति राम्रा अर्थहरू हुन्। तिनीहरूले हामीलाई मण्डलीमा एक अर्काप्रति धीरज, सहनशीलता, नम्रता, सहायता र सान्त्वना दिन कसरी सुझाव दिन्छन् ताकि यसरी प्रभुको आत्मा सबैमा प्रशस्त मात्रामा हुन सकोस्, ताकि प्रत्येकले सही मार्गमा सबैभन्दा धेरै प्रगति गर्न सकोस्। प्रिय दाजुभाइ दिदीबहिनीहरू हो, हामी भाइहरूलाई सान्त्वना दिने बर्नबासको नामको लागि अझ धेरैभन्दा धेरै योग्य बनाऊ। हामीमा पवित्र आत्मा झन झन प्रशस्त मात्रामा होस्, किनकि यो प्रभुको असल इच्छा हो, ताकि यो हामीमा जति भरिँदै जान्छ हामी सियोनमा सान्त्वनाको छोराछोरीहरू, हाम्रा पिताका प्रतिनिधिहरू र पवित्र आत्माको साथै सत्यताको माध्यमहरू हुन सकौँ।